वित्तीय सफलता भनेको खालि हिसाब किताब वा शेयर बजारको गोप्य चाल जान्नु मात्र होइन रहेछ नि? होइन। यो त हाम्रो आफ्नै मनोविज्ञान, हाम्रो बानी बेहोरा, भावनासँग कति गहिरो जोडिएको कुरा पो रहेछ। एकदम। वारेन बफेट जस्ता ठूला लगानीकर्ताले पनि त भन्नुहुन्छ नि धैर्यता र व्यवहार नै सब थोक हो भनेर। हो त। त्यही भएर आज हामी पैसासँगको हाम्रो यही अलिकति भित्री अक्सर नदेखिने सम्बन्धबारे कुरा गर्दैछौँ। कसरी हाम्रा भावना, बाल्यकालका अनुभव अनि बानीले हाम्रो वित्तीय निर्णयलाई भित्रभित्रै चलाइरहेका हुन्छन् भन्ने बारेमा। हो, हामी यसमा एन्ड्रू हुबरम्यान जस्ता न्युरोसाइन्टिस्ट अनि मर्गन हाउसेल जस्ता लेखकका विचारहरूलाई पनि हेर्नेछौँ। यो भावनात्मक र मनोवैज्ञानिक पाटोलाई अलिक गहिरिएरै केलाउने विचार छ। एकदमै राम्रो विषय, किनभने पैसा सायद सबैभन्दा भावनात्मक विषयहरूमध्ये एक हो। यो खालि नोट वा अङ्क मात्र कहाँ हो र? होइन नि। यसले त सुरक्षा, समाजमा आफ्नो स्थान, आत्मसम्मान जस्ता कति गहिरो कुराहरू बोकेको हुन्छ। साँच्चै बाल्यकालमा देखेका कुराहरू जस्तो घरमा पैसाको अभाव भएको या आमा बुवाले बिल तिर्न सङ्घर्ष गरेको देख्दा त्यसले कस्तो छाप पार्छ होला है? हो नि, त्यसले हाम्रो अवचेतन मनमा डर वा एक किसिमको व्यवहारिक ढाँचा बनाइदिन्छ अनि पछि गएर त्यही कुरा हाम्रो निर्णयहरूमा देखिन्छ, थाहै नपाइकन। अनि न्युरोसाइन्सले पनि यही भन्छ क्यारे, एन्ड्रू हुबरम्यान जस्ता विज्ञहरू भन्छन् नि, हाम्रो मस्तिष्कले सानै उमेरमा पैसासँग भावनाहरू जोड्ने बलियो न्युरल बाटो बनाउँछ अरे। अहो, जस्तै पैसा देख्ने बित्तिकै कसैलाई तनाव हुन्छ, त्यो अभावको डरले होला, कसैलाई चाहिँ उत्साह हुन्छ खर्च गर्ने रहरले। हो, अनि यी सुरुका छापहरू मेटाउन पछि गाह्रो पर्छ। एकदम। अनि पहिलो तलबको अनुभवलाई सम्झिउ न एकछिन। पहिलो जागिर अनि हातमा परेको त्यो पहिलो तलब, त्यसले त कस्तो असर गर्छ होला है पैसाप्रतिको हाम्रो सोचाइमा? निकै ठुलो असर गर्छ। कोही त्यो पैसाले साथीभाइलाई कफी खुवाउन आतुर हुन्छ, कोही भने एक पैसा जोगाउनतिर लाग्छ। हो त। यी अनुभवहरू तर्कमा भन्दा बढी भावनामा आधारित हुन्छन्। यिनै हुन् हाम्रो वित्तीय उत्पत्ति कथा, जसले भविष्यका निर्णयहरूलाई अन्जानमै दोहोऱ्याइरहेको हुन्छ। त्यो पहिलो तलब साँच्चै पैसा मात्र होइन रहेछ, त्यो त कस्तो भने स्वतन्त्रता, आफ्नो पहिचान, म अब आफै कमाउन सक्छु भन्ने भावनाको प्रतीक जस्तो। एकदम। त्यसले हाम्रो वित्तीय यात्राको जग बसाल्छ। तर एउटा कुरा के भन्छन् भने ज्ञान र सिप भन्दा व्यवहार महत्त्वपूर्ण हुन्छ रे नि। यो चाहिँ कसरी? यहाँनिर वारेन बफेटको त्यो भनाइ एकदमै मिल्छ। शेयर बजार अधीरबाट धैर्यवान व्यक्तिमा पैसा सार्ने माध्यम हो। भनेपछि बजार कसरी चल्छ भन्ने प्राविधिक ज्ञान हुनु एउटा कुरा भयो, तर बजार तलमाथि हुँदा नआत्तिनु, धैर्य गर्नु, आफ्नो योजनामा टिकिरहनु, यो चाहिँ भावनात्मक क्षमता हो। अनि अक्सर यही क्षमताले नै दीर्घकालीन सफलता या असफलता छुट्याउँछ। अर्थात् थाहा पाउनु र व्यवहारमा उतार्नु फरक कुरा भयो। रणनीति बनाउन त सजिलै होला, तर बजार हल्लिन त्यसमा अडिक रहन गाह्रो हो नि। तर के सबै कुरा हाम्रो नियन्त्रणमा हुन्छ त? भाग्य र जोखिमको पनि त भूमिका होला नि, होइन र? अवश्य। मर्गन हाउसलले आफ्नो किताबमा यही कुरालाई निकै जोड दिनुभएको छ। हामी सफलतालाई सधैँ आफ्नो सिप र मेहनतको फल ठान्छौँ अनि असफलतालाई चाहिँ खराब भाग्यको। तर वास्तवमा वित्तीय सफलतामा भाग्य र अनिश्चितताले हामीले सोचेभन्दा धेरै ठूलो भूमिका खेलेको हुन्छ। जस्तै 1987 को बजार क्राश भयो वा हालैको महामारी जस्ता घटना। यस्ता कुराले त राम्रा भन्दा राम्रा योजनाहरूलाई पनि क्षणभरमा उल्टाइदिन सक्छ नि। हो त। यसको मतलब त जोखिम व्यवस्थापन एकदमै महत्त्वपूर्ण भयो। एकदम। हेर्नु न, रिचार्ड फुस्को जस्ता मान्छे अत्यधिक जोखिम लिएर डुबे। जेसी लिभरमोर जस्ता कति प्रतिभाशाली ट्रेडर पनि जोखिम व्यवस्थापन गर्न नसकेरै असफल भए। हो, यसले सन्तुलन कति जरुरी रहेछ भन्ने देखाउँछ। अनि सफलतामा भाग्यले साथ दिँदा अलि नम्र हुनु पर्यो, असफलताबाट सिक्नु पर्यो, तर त्यसलाई आफ्नो व्यक्तिगत कमजोरी मात्रै ठान्नु पनि भएन। ठिक भन्नुभयो। अनि अर्को एउटा मनोवैज्ञानिक पासो छ जसलाई हेडोनिक ट्रेडमिल भनिन्छ। हेडोनिक ट्रेडमिल? त्यो भनेको के हो? यसको मतलब आम्दानी बढ्दै जाँदा खुसी पनि बढ्छ, तर त्यो खुसी क्षणिक हुन्छ के। हामी चाँडै नै त्यो नयाँ स्तरमा बानी पर्छौं र फेरि अलिकति धेरैको चाहना गर्न थाल्छौं। यो त कहिल्यै नसकिने दौड जस्तै भयो नि। हो त।
यो त अलि निराशाजनक कुरा भयो। त्यसो भए हामी सधैँ त्यही अलिकति धेरैको पछि दौडिरहने त? के यसबाट उम्किने उपाय नै छैन? खै, उपाय छ, र त्यो हाम्रो आफ्नै दिमागमा छ। कसरी? यहाँनिर न्युरोप्लास्टिसिटी भन्ने अवधारणा काम लाग्छ। न्युरोप्लास्टिसिटी? यो भनेको हाम्रो मस्तिष्कको नयाँ बानी, नयाँ सोचाइ अपनाएर आफूलाई बदल्न सक्ने अद्भुत क्षमता हो। हामी हाम्रा पुराना, पैसासँग जोडिएका नकारात्मक सोच र बानीबारे सचेत भएर तिनलाई बिस्तारै परिवर्तन गर्न सक्छौं। साँच्चै यो त निकै आशा लाग्दो कुरा पो भयो। तर कसरी गर्ने त? केही यस्तो व्यावहारिक तरिका छ जसले साँच्चै मद्दत गर्छ? छ नि। एउटा साना तर निकै शक्तिशाली अभ्यास के हो भने आवेगमा किनमेल गर्ने इच्छालाई रोक्ने प्रयास गर्ने। जस्तो केही किन्न मन लाग्यो भने तुरुन्तै नकिन्ने, 24 घण्टा वा कम्तीमा केही घण्टा पर्खिने। पर्खिने हो। यो सानो ढिलाइले तपाईँको मस्तिष्कको त्यो तत्काल सन्तुष्टि खोज्ने बानीलाई अलिकति कमजोर बनाउँछ अनि तपाईँलाई सोच्ने समय दिन्छ कि मलाई यो साँच्चै चाहिएको हो त? यस्तै साना साना कदमले ठूलो परिवर्तन ल्याउन सक्छ। यो त गर्न सकिने कुरा जस्तो लाग्यो। भनेपछि अन्तत कुरा केमा आयो भने पैसा आफैमा लक्ष्य होइन, यो त एउटा साधन मात्र हो। एकदम। पैसालाई आफ्नो योग्यता नाप्ने स्कोर कार्ड जस्तो हेर्नु भएन। यो त तपाईँको आफ्नो मूल्य मान्यता अनुसारको जीवन जिउने एउटा माध्यम हो। हो त? वास्तविक सम्पत्ति भनेको ब्याङ्क ब्यालेन्स मात्रै होइन। त्यो त आफ्नो समयलाई आफ्नो नियन्त्रणमा राख्नु हो, आफूले चाहेको काम गर्न पाउनु हो, मनको शान्ति पाउनु हो। कहिलेकाहीँ कम आम्दानी पर अर्थपूर्ण र स्वतन्त्र जीवन बिताउनु धेरै धनी हुनुभन्दा बढी मूल्यवान हुन सक्छ नि। हो नि। अनि बचत गर्नु भनेको पनि भविष्यका लागि पैसा थुपार्नु मात्रै होइन रहेछ, त्यो त भविष्यका लागि स्वतन्त्रता र विकल्पहरू किन्नु रहेछ। हो। त्यसैले आफ्नो खर्च र बचतलाई आफ्नो जीवनको उद्देश्य र मूल्यसँग मिलाउनु एकदमै महत्त्वपूर्ण हुन्छ। त्यसो भए अन्तमा कुरा केमा टुङ्गियो त भन्दा पैसा केवल मुद्रा वा अङ्क मात्र होइन। यो हाम्रो मनोविज्ञान, हाम्रो विगत, हाम्रा भावनाहरू र बानी बेहोरासँग गहिरोसँग जेलिएको छ। हो। साँचो अर्थमा धनी हुनु भनेको यसलाई बुझेर, यसलाई बुद्धिमानीपूर्वक प्रयोग गरेर आफ्नो मूल्य मान्यता अनुरूपको अलि अर्थपूर्ण जीवन बनाउनु हो। अब एक अन्तिम विचार है त। हाम्रो विगत र बाल्यकालका अनुभवले हाम्रो वित्तीय व्यवहारलाई यति गहिरो प्रभाव पार्छन् भन्ने थाहा पाएपछि एउटा प्रश्न मनमा आउँछ। भन्नुस् न। आज आफ्नो आम्दानी वा परिस्थितिमा कुनै परिवर्तन नगरिकन केवल आफ्नो मानसिकता वा पैसाप्रतिको सोचाइमा सानोतिनो परिवर्तन ल्याएर अझ राम्रो वित्तीय भविष्यतर्फ जान सकिने एउटा सचेत कदम चाहिँ के हुन सक्ला? सोचौँ है त्यसबारे।